हेलो नमस्ते। अब बिरयानी खानको लागि हजुरहरू हैदराबाद जानु परेन। हैदराबाद चम्सीखेलमा आइसकेको छ, त्यो पनि मटका बिरयानी लिएर। अनि हैदराबादमै खाएर आउनुभएको उहाँ साथी हुनुहुन्छ, ओके उहाँले चेक गर्नुहुन्छ हैदराबादको बिरयानी र चम्सीखेलको बिरयानीमा के फरक छ। हेरौँ है त। हैदराबाद अब चम्सीखेलमा, टाढा छैन हैदराबाद, है त। हेर्नुहोस्, हामी खनाउँछौँ चट्ट मटका बिरयानी। आहा, वाउ, रसिलो, तातो। हैदराबाद अब चम्सीखेलमा, चट्ट राइता हालौँ, हामी सबका खाउँ। नाइस टेस्ट। ओके, कस्तो छ? हैदराबादमै खाएको जस्तो छ कि चम्सीखेलमा खाएको जस्तो मात्रै छ? टेस्ट एकदमै राम्रो छ। ओके अब हैदराबादको धेरै रेस्टुरेन्टहरूमा मैले ट्राई गरेँ। प्याराडाइज, ओके, हैदराबादको प्याराडाइज। एकदमै बावर्ची, सदाब, नवाब रेस्टुरेन्टहरूमा पनि म बिरयानी खाएर आएको अहिले रिसेन्टली। ओके, एकदमै राम्रो टेस्ट रहेछ। शुभकामना छ तपाईँहरूलाई। भनेपछि हजुर चाहिँ बिरयानीको पारा दिनु। म जहाँ पुग्यो पनि म बिरयानी चाहिँ खाइहाल्छु। हो, हजुर, बिहानी बेलुकी कि हप्तामा? हप्तामा 2-3 चोटि चाहिँ बिरयानी खाइन्छ जे होस्। ओके। अनि मटका बिरयानी चाहिँ पहिलोचोटि? मटका बिरयानी चाहिँ पहिलोचोटि खाएको यहाँ। नेपालको चाहिँ पहिलोचोटि। उहुँ, हैदराबाद इन्डियाहरूमा पनि मटका बिरयानीहरू पाउँछ। उहुँ, मटकाबाटै चाहिँ नेपालमा चाहिँ मैले पहिलोचोटि खान्छु। ओके। नेपालमा अरू अरू ठाउँमा पनि खानुभयो होला, कस्तो लाग्छ है? कस्तो लाग्यो त्यहाँको टेस्ट र अरू ठाउँको टेस्ट र मटका बिरयानीको टेस्ट? नेपालमा बिरयानीको टेस्टै मलाई खासै त्यति राम्रो लाग्दैन र म नेपालमा त्यति बिरयानी खान्न। ओके। आज चाहिँ यहाँ खाँदैछु, हेरौँ। तपाईँको एकदम टेस्टी लागेको छ मलाई। उहुँ, होल्ड गर्ने होला नि, राम्रो हुन्छ। लेग पिस पनि छ। खाने अब मैले सुनेको हैदराबादको बिरयानीहरू दुबईको अनि कतारको सेफले पनि लान्छ अरे चार्टर प्लेनमा। हैदराबाद बिरयानीको खास चाहिँ उद्गम स्थलै हैदराबाद हो। हुन त मुगलहरूको टाइममा अरू अरू देशबाट पनि आयो होला, तर बिरयानीको चाहिँ अथेन्टिक टेस्टहरू, बिरयानीको चाहिँ डेभलपमेन्ट भएको भनेको त हैदराबादलाई मानिन्छ, इन्डियाको हैदराबादलाई। त्यही भएर सबै तपाईँको सेफहरू पनि वर्ल्ड वाइडै सेफहरू मोस्टली हैदराबादबाटै लाने गरेका हुन्छ। दुबई, युएस, क्यानाडा पनि। ओके। धेरै जस्तो हैदराबादी सेफहरू नै हुनुहुन्छ बिरयानीको लागि। अनि यो रमजानको इफ्तारमा नि दुबईको सेफहरूले चाहिँ चार्टर प्लेन पठाएर चाहिँ बिरयानी हो, मैले पनि सुनेको हो। दुबईको तपाईँको यो मुगलहरूले के भन्छ अरे, हाम्रो राजाहरूले, किङहरूले चाहिँ बिरयानी चाहिँ अब इन्डियाबाट हैदराबादबाट चार्टरै गरेर चाहिँ बिरयानी लानुहुन्छ अरे भन्ने मैले पनि सुने हो। हुनसक्छ, किनकि हैदराबाद इज द बेस्ट प्लेस फर द बिरयानी। भनेपछि अब तपाईँलाई पनि लाग्यो हैदराबाद अब चम्सीखेलमै आइसकेको छ होइन त? चम्सीखेलमै आइसक्यो, हैदराबाद चम्सीखेलमै आइसक्यो। ओके, अत्यन्तै टेस्टी छ बिरयानी। ल, हाम्रो सायद तपाईँहरूको कुक पनि इन्डियाबाटै हो के अरे, होइन? हो, त्यो कारणले गर्दा पनि इन्डियन टेस्ट, यहाँ हैदराबाद टेस्ट पाइएको होला मेरो विचारमा। मासु टेन्डर, जुसी, कस्तो लाग्यो? मिठो छ एकदमै। मलाई पत्ता लाग्छ। खास चाहिँ बिरयानी चाहिँ हातले खाएको मलाई चाहिँ मनपर्छ। हजुरलाई चाहिँ? मलाई पनि ठिकै छ, के छैन, हातले ट्राई गर्नुहोस् त, किनभने हातमा चाहिँ पञ्चतत्व हुन्छ अरे सुनेको। अनि मासु तान्नु नि मजा आउँछ है फेरि। हातले खाँदा बेटर फिल चाहिँ हुँदो रहेछ। बेटर फिल भयो। हजुर, हाम्रो चाहिँ होम डेलिभरी पनि हुन्छ बाइ द वे। होम डेलिभरी चाहिँ हाम्रो काठमाडौँ, भक्तपुर र ललितपुरमा हुन्छ। अनि
प्रायः जस्तो चाहिँ विदेशमा बस्नु हुनेहरूले पनि हामीलाई घरमा पुऱ्याइदिनु, काठमाडौँ भक्तपुर ललितपुरमा हुने आफन्तकोमा पुऱ्याइदिनु भनेर पनि विदेशबाट पनि पेमेन्टहरू हाल्न मिल्छ तपाईँहरूको मिल्छ। एकाउन्टमा? हाम्रो एकाउन्टमा भन्नाले उहाँहरूले चाहिँ ए ओके। वायर ट्रान्सफर अथवा अहिले त विदेशमा बस्नेहरूको नेपालमै एकाउन्ट पनि हुन्छ, त्यहीँबाट चाहिँ क्युआर गरिदिनुहुन्छ, सजिलो छ। कोही कोहीले चाहिँ फेरि अझै भनेपछि आफ्नो आफन्तलाई सरप्राइज दिन मन लाग्यो, बिरयानी पठाउन मन लाग्यो भने चाहिँ तपाईँहरूलाई कन्ट्याक्ट गर्दा हुने रहेछ होइन त? एकदमै एकदमै मजाले हुन्छ। राम्रो सर्भिस, उम्, उत्तम सेवा। उत्तम सेवा छ। मटका बिरयानीको चाहिँ टिकटकमा, फेसबुकमा, गुगलमा जहाँ गएर पनि सम्पर्क गर्न सकिन्छ। हाम्रो वाट्सएप नम्बर हुन्छ, त्यसमा गएर सम्पर्क गर्न सक्यो, हामी डेलिभरी गरिदिन्छौँ। राइता कस्तो छ? एकदमै टेस्टी छ। बिरयानी चाहिँ सोरेर खान्छु मैले। हजुरले चाहिँ हप्तामा कति बार रे? मैले 3-4 चोटि खान्छु दिन हप्तामा। 3-4 चोटि? हजुर। म चाहिँ एभ्री अल्टरनेट डे जस्तो। एभ्री अल्टरनेटिभ डे भन्दा पनि मेरो चाहिँ कस्तो छ भने अलिकति जोक टाइपको पनि फनी टाइपको छु म है। कि शनिबार खान्छु बिरयानी, कि अरू बार खान्छु, हेर्नुहोस् है। कि भनेदेखि मैले चाहिँ पानी परेको बेलामा खान्छु, किन परेको बेलामा कि पानी नपरेको बेलामा खान्छु ओके। है। खाना चाहिँ म फेरि बिरयानी वर्षको 2 चोटि मात्रै अनि खान्छु। अत्यन्तै धेरै भात खानेहरूलाई चाहिँ भातै भन्छन् भने यो बिरयानी धेरै खानेलाई चाहिँ के भन्छन्? केही छ त्यस्तो नामहरू? बिरयानी खानेहरूलाई चाहिँ अब बिरयानी लभर, बिरयानी लभर है। कि भने रात परेको बेलामा खान्छु, कि भने उज्यालो परेमा खान्छु, तर वर्षको 2 चोटि मात्रै खान्छु है बिरयानी चाहिँ। भनेपछि के रहेछ, म तपाईँ बिरयानी चाहिँ अब तपाईँको हिसाबले त दिनमा उज्यालोमा पनि खाने, रातिमा पनि खाने होइन? उस्तै भएर खाजामा पनि खान्छु। खाजामा नि खाने, पानी पर्दा नि खाने, नपर्दा पनि खाने। म आफै पकाउँछु, आफै खान्छु अनि खुवाउँछु पनि। जब मलाई राम्रो टेस्ट लाग्छ भने मैले चाहिँ सबैजनालाई खुवाउँछु। मलाई चाहिँ बोलाइरहनु होला खानलाई बेला बेलामा। पक्का आउनुहोस् न, तपाईँलाई बाटो पर्दा आउनुहोस्, डेलिभरी मगाउनुहोस् घरमा, होम डेलिभरी। अनि बिरयानी मात्र होइन, हामीसँग पोलेको मोमो छ। ओके। हजुरले काहीँ खानु भएको छ, सुन्नु भएको छ पोलेको मोमो? पोलेको मोमो खाएको छैन हजुर? छैन है? हजुर। हो, हामी मोमोले नि पोल्छौँ। पोलेको मोमो यो नयाँ चिज, यो फेरि मटका बिरयानीमा मात्र पाइन्छ। बिरयानी खानु त पनि पाइएला हजुर, तर हैदराबादीको बिरयानी पाउने भनेको चाहिँ मटका बिरयानीमा मात्रै हो। अनि कोथे मोमो र पोलेको मोमो भन्ने उस्तै होइन र हजुर? होइन नि हजुर, कोथे मोमो चाहिँ पछाडिपट्टि दाम्नी हो। ए ओके, एक साइड मात्रै? एक साइड मात्रै बटर अथवा घिउमा। हजुर। पोलेको मोमो चाहिँ ठ्याक्क कोइलामा पोल्ने हो। ए तपाईँहरू भनेपछि त के भन्छ त्यो उसलाई भित्रै हाल्ने, ओभनभित्रै हाल्ने? ओभनभित्र जहाँ चाहिँ तन्दुरी बन्छ त्यहाँ नि पोल्न मिल्यो, हजुर, कोइलामा नि पोल्न मिल्यो है। यो चाहिँ पोलेको मोमो खाँदा चाहिँ ठ्याक्क भने तपाईँ झिरमा उनेरै तपाईँ कोइलामै पोल्नुहुन्छ? पोल्छौँ। गुड। बिरयानी चाहिँ यसरी खानु जरा खायो बिरयानी? जरा खायो। भनेपछि हजुरले 10मा कति नम्बर दिनुहुन्छ हामीलाई? 10मा 10 त म कसैलाई पनि दिन्न। ओके। 10मा 9 दिएँ तपाईँहरूलाई। हो हजुर, ठिक छ, अत्यन्त खुसी लाग्यो तपाईँको जेन्युन। 10मा 10 त म हैदराबाद गएर खाना पनि दिन्न नि त फेरि। त्यही त 9 दिने हो भनेपछि मैले तपाईँलाई 9 बेस्ट स्कोर दिएँ। त्यो स्कोर नै अब हैदराबादकै स्कोर यहीँ पाइयो। हैदराबाद स्कोर काठमाडौँमै पाउनु भयो तपाईँहरूले। भनेपछि बाबर्ची, लक्की, प्याराडाइज, नवाब, आदब यो चाहिँ हैदराबादको रेस्टुरेन्टहरूमा हैदराबादको टप क्लासको रेस्टुरेन्टहरू हुन्। हो, त्यसमा खाएर आएको म। आज यहाँ खाँदा मैले त्यही टेस्ट पाएँ। भनेपछि धन्यवाद मटका बिरयानीलाई। काठमाडौँ भक्तपुर ललितपुरमा चाहिँ हामी अब टप कतिमा आउँछौँ हजुरलाई लागेको? होइन, नेपालमा त तपाईँहरू काठमाडौँमा त नम्बर 1 हुनुपर्छ मेरो विचारमा। मैले पहिला बिरयानी खाएको अनुसार चाहिँ नम्बर 1 हो जस्तो लाग्यो मलाई आज त। अब म फेरि खाँदै जाँदा मलाई केही टेस्टहरूमा कमी उनीहरू लाग्यो भने तपाईँलाई म भनिहाल्छु। आजको लागि चाहिँ नम्बर 1 भन्छु म। ओके। अनि हामीसँग मैले अन्तिममा भने हामीसँग चाहिँ 15 टाइपको 15 टाइप्स अफ डिफरेन्स बिरयानी अभाइलेबल हियर। 15 टाइपको बिरयानी? हजुर। जस्तो हामीसँग तन्दुरी चिकन बिरयानी हुन्छ, चिकन टिक्का बिरयानी हुन्छ,
हजुर। अनि बच्चाहरूलाई हुने चाहिँ रेशमी कबाब बिरयानी हुन्छ, किनभने पिरो हुँदैन, बिरामी र बच्चाहरूको लागि पनि हुन्छ। हजुर यसमा चाहिँ माइल्ड स्पाइसी लाग्यो होला हजुरलाई होइन? हल्का थियो, हल्का ठिक छ। हल्का यो चाहिँ चाहिन्छ नि होइन? हजुर। अनि किनभने हैदराबादकै मसला हो नि त यो। हजुर। अनि पनिर टिक्का बिरयानी हुन्छ भेजिटेरियनको लागि। हजुर। अन्डा खानेहरूको लागि अन्डा बिरयानी हुन्छ। यो 15 टाइपको बिरयानी, 15 टाइपको झम्सिकेल मटका मटका बिरयानीमा हो। यो सबै बिरयानी चाहिँ मटकामै आउँछ है। ल हजुर धन्यवाद। ल मिठो बिरयानी खुवाउनु भयो, हस् थ्याङ्क यू। धन्यवाद। हस्।